हेलो गाइज वेलकम टु ब्याक माई न्यू ब्लग सबैजनालाई सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु म तपाईँहरूकै बोली च्याङमा सबैजनाले मेरो ब्लगलाई हेरेर माया सपोर्ट गरिदिनु होला अनि च्यानललाई सब्सक्राइब गरिदिनु होला लेट्स गो स्टार्ट अब चाहिँ हामी रुमबाट निस्किसकेको छौँ है गाइज सबैजनाले हेरेर माया सपोर्ट गरिदिनु होला पागल हो कि सम्झे इयरफोन लगाएर हिँडिरहेको छ है जे भन्दा नि भयो सुने छैन है आफ्नै तालमा छ यो साइको कुकुरै हो नि यो त पागल हो नि यो फर्क्यो कुकुरै हो नि त्यो त समय बदलिँदैछ तर मेरो परिवर्तन केही छैन धैर्यता गर्नु एक दिन म पनि अवश्य विदेश जानेछु सुरुपाते अन द माइक या म त फगर म्या केही बोल न केही मनका कुराहरू खोल न मेरो घर कहाँ हो थाहा छ थाने केटाहरू देउला यसलाई भन्छ खबडे देखाउने नाने त्यो टगुम उडाइदिन्छ ठेउला आया यस्तो तातो घाममा हिँड्ने रहर पनि हाम्रो कहाँ हो र यार बाध्यताले हिँड्नु परिरहेको छ गाडी जाउँ भाडा छैन हिँड्नु पर्यो मान्छेले पिल्न लाँदैन घामले पोलेर पसिना भइरहेको कत छ हौ जिन्दगी भनेको चाहिँ यस्तै नै रहेछ सुन्नु न मलाई चाहिँ होइन खाना रुच्दैन किन एक थाल भन्दा एक थाल भन्दा खानै रुच्दैन कि त्योभन्दा बढी खाना खानको लागि के गर्नुपर्छ खानै रुच्दैन भनेको कस्तो त्यति खाना रुच्दैन यत्रो ठुलो सहर बजारमा देख्नेले किन कटुरो भेष लाएर हिँडेको भने होला होइन अब स्थिति नै त्यही छ त के तेरो हुनु पर्यो नि त नि अरू लुग लाउनलाई हो तिमीले जे सुन्यो ठिक सुन्यो तिमी मेरो यो अवस्था देख्दै देख्दै मसँग आउन चाहन्छु हौ म आफ्नो शरीरलाई त राम्रोसँग लाउन खान हिँड्न सकेको छैन भने तिमीलाई मैले कसरी दिन सक्छु होला यति कुरा बुझ आउन सक्छ भने आऊ म खुसीले तिमीलाई अपनाउने छु तर बिचमा हात छोड्नु नगइदेऊ हिँड्ने म चाहन्छु नभएको होइन छ के बाबै लाएर हिँड्नुपर्ने त अनि अब गर्मीले होइन कस्तो हुन्छ आजभोलि होइन भयो पो लाउनु गर्मी भएर पो नलगाएको त यार गर्मीमा लाएर हिँड्ने नै कोट ए यार मेरो लाउनु भाइ त्यो ल ठिक छ खान नजान्ने मेरो छैन होला ल ठिक छ केही छैन होइन जाडो महिना आएपछि थाहा हुन्छ अहिले हामी छौँ गाइस बुद्ध चोक छेउछाउमा है आजको भ्लग चाहिँ यहीँ नै सकेको छ